यो क्लासको हामी आज दोस्रो दिनमा छौँ। हिजो हामीले लेसन प्लान बनाउनको लागि हामी सर्टकट मेथड गर्यौं र सबै सरहरूले मैले सोचेको भन्दा धेरै राम्रो लेसन प्लानहरू बनाएर तपाईँहरू ग्रुपमा राखिदिनु भएको छ। यो ग्रुपमा राख्दाखेरि म धेरै खुसी भएको छु र धेरै मलाई खुसी लाग्यो सरहरूले यस्तो राम्रो गरिदिनु भएको छ। सरहरूले बनाएको जुन के भन्छ जुन लेसन प्लानहरू छ मलाई धेरै राम्रो लाग्यो र राम्रो पनि हो। पुरै लजिकलीदेखि लिएर सबै कुराहरू राम्रो बनाउनु भएको छ। धेरै खुसी लाग्यो सर। र नबनाउने सरहरूले पनि त्यस्तै ट्राई गर्नु होला। र एउटा नयाँ नयाँ सर पनि एक दुईजना आउनु भएको छ। मलाई हिजोको अलिकति त्यसलाई पनि सुरु गरिदिउँ जस्तो लाग्छ। एकचोटि फेरि जबसम्म सरहरू आइरहनु भएको छ 2-4 मिनट वेट गरौँ, तबसम्म हिजोको कुरा म रिपिट गर्छु। एकचोटि रिपिट गर्नको लागि त्यसमा हामीले हिजो 3टा स्टेप पार गर्यौं। लेसन प्लान बनाउनको लागि सबभन्दा पहिला हाम्रो रिसोर्स हामीले हेर्यौं। रिसोर्सको लागि हामीले लुमा एआई, सिएचईआरडी को जुन हाम्रो पाठ्यक्रम विकास केन्द्रहरू सिडिसीहरूको जुन छ अथवा यी पुस्तकालयहरू छ त्यसको हामीले के गर्यौं। सुरुमा सबभन्दा पहिला हामी सन्दर्भ सामग्री लियौं। मानौ 1 देखि लिएर 12 क्लासको कुनै छ भने त्यसको सबै कन्टेन्टहरू luma.वेबसाइटमा त्यसमा राखिदिया छ। हामीले पहिला यो हेर्यौं। अब यसबाट जुन पाठ पढाउनु छ, मानौ 7 क्लासको, 8 क्लासको, 9 क्लासको जुन पनि सब्जेक्टको पढाउनु छ त्यो सब्जेक्टलाई हामी सिलेक्ट गरे। त्यो सिलेक्ट गरिसके पछाडि अब जुन तपाईले पढाउनु छ पृथ्वी र अन्तरिक्ष मानौ, यो हाम्रो यहाँ आउँछ। यो हाम्रो पुरै पाठ किताबमा भएको पाठहरू सबै हाम्रो यहाँ देखाउँछ। किताब नै पुरै आउँछ यहाँ। अब यसलाई हामी डाउनलोड गर्छौं। धेरै सरलाई मन लाग्छ कि म यति मात्र कपी गरौँ, यति मात्र बनाउन सक्नुभयो। मलाई मन लाग्यो पुरैको म एकचोटि बनाउँछु, त्यो पुरै बनाउन सक्नुभयो। यसलाई डाउनलोड गरिदिनुस्। डाउनलोड गर्नको लागि हामी यहाँ क्लिक गरे, यो डाउनलोड भयो। डाउनलोडेबल फाइल 1 मा यसको फाइल नेम भयो। अर्को हामीले के गरेका थियौं, म्याजिक अफ स्कुलमा गएर सिम्पली दोस्रो तरिकामा म्याजिक स्कुल एआई भन्ने जुन टुल्स हो यो टुल्सको प्रयोग गर्यौं र बिचमा प्रोम्प्ट लेख्ने पनि कुरा थियो। धेरै सरहरूले भन्नुभयो सर यो प्रोम्प्ट लेख्दाखेरि पनि सजिलो हुने रहेछ, तर कुनै बेला इङ्ग्लिसमा आइदिने, कुनैमा नेपालीमा आइदिने भनेर भन्नुभयो। डाइरेक्टली यसबाट पनि लिन मिल्छ, बनाउन मिल्छ भनेर सजिलो लाग्यो हामीलाई। हिजो हामीले कुरा गर्दाखेरि यसैबाट गरौँ भनेर कुरा भयो। र म्याजिक अफ स्कुल खुलिसके पछाडि यहाँ हाम्रो दिएको छ। डाइरेक्टली हामी यसमा यदि लेसन प्लान दिएको छ भने लेसन प्लान नै भयो। स्टुडेन्टको लागि यहाँ लेसन प्लान छ, यहाँबाट पनि राख्ने कुरा भयो। डाइरेक्टै हामीले के गर्न सक्नुहुन्छ तपाईहरुले, यसमा यहाँ लेसन प्लान बनाइदिनु। अब कुन क्लासको थियो हाम्रो, 5 क्लासको, 5 क्लास। अब टपिकहरू आफै लेख्न सक्नुभयो। यसमा टपिकहरू के को बारेमा छ भनेर लेख्न सक्नुभयो। अथवा जुन हामीले डाउनलोड गरेको अघिको फाइल हो यो एड फाइलमा गएर त्यो डाउनलोडबाट हामीले डाउनलोड 1 वाला थियो, यसरी गर्नुभयो। यसमा छ युनिट वाइज रिजन, यसैको डिटेलमा कन्टेक्स्ट कहाँको, अबाउट द वर्ल्ड रिजन स्टुडेन्ट लास्ट सेसन वान द ग्राफिकल युनाइटेड नेपालको एडिसनल क्राइटेरियाहरू केही तपाईहरुले थपघट गर्नु छ भने नेपालको बारेमा त्यही राख्दिनु। नेपाली कन्टेक्स्ट अथवा त्यही फाइललाई कपी पेस्ट गरिदिनु। अब यो नेपाल सरकारले गभर्नमेन्ट अफ नेपालको एनईबी भनेको तपाईको 11 र 12 क्लासको लागि भयो। यता हाम्रो एकछिन है, एकजना सर आउनुभयो, म त्यसलाई उहाँलाई मैले एडमिट गरेँ। यहाँ उहाँलाई पनि मैले जोइनिङ गरेँ। अब यसमा गभर्नमेन्ट अफ नेपाल अथवा सिडिसी लेख्दा भयो। सिडिसी करिकुलम सिडिसी नेपाल भनेर मैले राखेँ र यहाँ मैले जेनेरेट गरिदिएँ। जेनेरेट गरिसके पछाडि
जेनेरेटिङ भइसके पछाडि हाम्रो सर यो जेनेरेटिङ हाम्रो लेसन प्लान यसले जेनेरेट गरिदिन्छ र जेनेरेट गरिसके पछाडि यसलाई हामी चार्ट जीपीटीमा तपाईँको चार्ट जेमिनीमा त्यसमा राखेर पोस्टर फर्मेटमा यसलाई हामी बनाउन सक्छौँ भन्ने कुरा हिजो हामीले छलफल गऱ्यौँ र त्यसलाई प्र्याक्टिस पनि गऱ्यौँ। सबै सरहरूले इक्जाम्पलको रूपमा बनाउनु पनि भयो। आज हामीले यहाँ एकचोटि यसलाई हेरौँ, सरहरू आइरहनु भएको छ। यहाँ लेसन प्लान अब्जेक्टिभहरू सबै बनाइदियो। अब तपाईँहरू लागिरहेको होला यो त इङ्ग्लिसमा बनायो, इङ्ग्लिसमा नेपालीमा कुनै कुनै नेपालीमा पनि कुनै बेला आउँछ। अब यसैलाई तपाईँले कपी जति मन लाग्छ जतिवटा तपाईँले बनाउनु, मानौ तपाईँले मन लाग्यो कि म 3 4 कतिवटा बनाउँछु, त्यो हिसाबले बनाउन सक्नुभयो। अब यसलाई चार्ट जीपीटीमा गएर यसैलाई गुगलमा जानु, चार्ट जीपीटी डाइरेक्टली यहाँबाट पनि भयो अथवा चार्ट जीपीटीमा गयो, जेमिनीमा जानुहोस्, यहाँ गएर टिचरको नाम, टिचर नेम, अब जे तपाईँले नाम राख्नु छ, स्कुल, जय, टाइम 40 मिनट, सब्जेक्ट जुन सब्जेक्टको नाम हो त्यही राख्नु, साइन्स। अब यहाँ लेखिदिनु मेक लेसन प्लान इन नेपाली ल्याङ्ग्वेज इन पोस्टर फर्मेट विथ रिलेटेड, नेपालीमा पनि लेख्न सक्नुभयो, फोटोहरू राखेर बनाइदिनु भनेर भन्नुभयो, इङ्ग्लिसमा भन्दा पनि भयो। रिलेटेड फोटो विथ फ्लोइङ कन्टेन्ट। अघि हामीले कपी गरेकोलाई यसमा पेस्ट गरिदिनु। सरी है, यो छैन, हामीले अघि यहाँ बनाएको यसलाई कपी गर्नु, यसमै ल्याएर यसलाई हामी पेस्ट गरिदिन्छौँ। यसलाई अब तपाईँ के गर्न सक्नुभयो, यसरी राखिदिनु। यसले के गरिदिन्छ, हाम्रो लेसन प्लानको इमेज जुन छ, हाम्रो इमेज यहाँ रेडी गरिदिन्छ लेसन प्लान। यतिसम्म हिजो हामीले गरिसक्यो। यो हिजोको कुरा आज हामी गर्दैछौँ र आज हामी थप अर्को कन्टेन्ट नम्बर 2 मा हामी छौँ आज। अब सरहरू पनि आउनुभयो, 10 जना हाम्रो सर, एउटा ब्याचको 10 जना हुनुहुन्छ। आज सर आउने क्रम छँदैछ। तबसम्म म के गर्छु, अर्को क्लासको सुरु गर्छु। हेर्नु सर, हिजो हामीले यतिसम्म कन्सेप्ट क्लियर गरेका छौँ। यसमा सबै सरले यसको प्र्याक्टिस पनि गरिसक्नु भएको छ। कुनै सरलाई समस्या छैन जस्तो पनि मलाई लाग्छ, सबैले प्र्याक्टिस पनि गर्नुभयो। आज हामी अर्को च्याप्टरमा सुरु गर्छौँ र अर्को च्याप्टरमा आज तपाईँहरूलाई टिप्पणीहरू लेख्ने, टिप्पणी आदेशहरू लेख्ने, चिठीहरू बनाउने, तपाईँको रवाना पत्रहरूको फर्मेट बनाउने, प्रशासनिक कामहरू त्यो नेपालीमा कसरी लेख्ने र टिचिङ स्लाइड। अब यसलाई प्रेजेन्टेसनको रूपमा राख्नु पर्यो भने पावर पोइन्टमा हामी यसरी बनाउँछौँ। यसलाई अब एआईले कसरी हाम्रो पावर पोइन्ट जुन छ पढाउनको लागि तयार गरिदिन्छ, आज त्यसको विषयमा हामी विशेष छलफल गर्छौँ। आजको हाम्रो टपिक दुईटा हुनेछ। एउटा तपाईँको प्रशासनिक कामहरूको कागजपत्र हामी कसरी लेख्छौँ, अर्को हामीले टिचिङ स्लाइड कसरी बनाउँछौँ। हाम्रो दोस्रो दिनको क्लास हामी यसमा सीमित गर्छौँ। हाम्रो अब हिजोको लेसन प्लान बनाउनको लागि जुन मैले बताएको थिएँ, सरहरूले बनाउनु भयो, मैले एकचोटि रिभिजन पनि गरेँ। यहाँ हाम्रो 4-5 मिनट त्यसमै गयो। आजको क्लास म सुरु गर्छु के को विषयमा भन्दाखेरि प्रशासनिक वर्कहरू लेखन शैली कसरी गर्ने र अर्को टिचिङ स्लाइड प्रेजेन्टेसन जुन छ हामी कसरी बनाउँछौँ त्यसको विषयमा आज हामी छलफल गर्छौँ। है सर, अरू सरलाई केही छ सोध्नुपर्ने यसमा?
केही हुन्छ, छ हजुर? सुरु गर्नु। यसमा अगाडि हिजोको बढौँ अथवा छैन त्यस्तो सर केही? ल, यहाँ आकाशीय पिण्डको यहाँ हाम्रो पाठ योजना निर्माण गरिदियो हामीले बनाएको अनुसारमा। यसरी फोटो सोटो हालेर यहाँ पाठ योजना बनाइदियो। अब यसलाई डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ छँदैछ, यहाँबाट डाउनलोड गरिदिनु। यहाँ डाउनलोड गर्नु, तपाईँको कम्प्युटरमा मोबाइलमा गएर बस्छ, आफ्नो युज गर्दै गर्नु। यो हिजो हामीले पढेको कुराहरू हो। आज हामीले कन्टेन्टहरू, चिठी पत्रहरू लेख्ने प्रशासनिक वर्क र स्लाइडको बारेमा कुरा गर्छौँ। सिम्पली हजुरहरूलाई एउटा के थाहा हुनु पर्यो भने हाम्रो फर्मेट जुन छ, हामी नर्मली सजिलो तरिकाले, यहाँ दोस्रो नम्बरमा छ हाम्रो लेसन प्लान। आज हामी यसमा छौँ। यो लेसन प्लानको कुरा आज हामी आज विशेष रूपमा हामी यही गर्छौँ। आज हाम्रो क्लासको कन्टेन्ट मेन मोटो हाम्रो यो स्लाइडिङ क्रिएटिङ जुन छ, लेसन प्लान हिजो भयो, यो टुल्सहरू पनि भयो, यो पनि भयो। आज हामी पावर पोइन्ट स्लाइड सो कसरी बनाउने र प्रशासनिक वर्कहरू, कामहरू कसरी गर्ने भन्ने कुरामा आज हामी सीमित हुन्छौँ। हेर्नुहोस्, यसको लागि सबभन्दा पहिला हजुरहरूले अलिकति केही कुरा बुझिदिनु पर्यो। मानौ यो हाम्रो गुगल हो। यो गुगल सुरुमा खोल्दाखेरि जुन पनि क्रोममा जब गुगल खोल्नुहुन्छ, गुगल खोलिसके पछाडि यहाँ हेर्नुहुन्छ एउटा एआई मोड भनेर राखेको छ। यो गुगलको एआई मोड भनेको यो फ्री मोड हो। यो न्यानो बनाना भनेको इमेजहरू बनाउनको लागि यही दिएको छ। फाइलहरू तपाईँको एटेचमेन्ट गर्नको लागि यही छ। ब्रेन स्ट्रोम भनेको थिङ्किङको लागि यही छ। यो एआई मोडमा क्लिक गरिदिनु होला। एआईमा क्लिक गरिसके पछाडि तपाईँलाई मानौ लेख्नु छ टिप्पणी आदेश लेख्नुहोस्। अब के को बारेमा त्यो इन्स्ट्रक्सन तपाईँले दिने। अब यहाँ लेख्न सक्नुहुन्छ, मेरो लागि एउटा टिप्पणी आदेशको मोडेल तयार गर्नुहोस् नेपाली भाषामा, जसमा शिक्षकलाई, एकाउन्टेन्टलाई, लेखापाललाई निजी स्रोतमा नियुक्ति गर्नको लागि यसरी लेखिदिनु भयो। अझ तपाईँले मिलाएर लेख्नुहुन्छ। जब हामी यसलाई ओके गर्छौँ एआई मोडमा, यसले हाम्रो एउटा फर्मेट जुन छ तयार गरिदिन्छ। यहाँ हाम्रो यो टिप्पणी निजी स्रोतमा लेखापालको नियुक्ति सम्बन्धमा यो नियुक्ति लेखिदियो। अब यसको बोधा के भन्छ तपाईँको, यहाँ यसको टिप्पणी र आदेश पनि बनाइदियो। अब यसलाई कपी गर्नको लागि यहाँ दिएको छ, यहीँबाट कपी गर्नुहोस्। मोबाइलमा यहाँ क्लिक गरिदिनुहोस्। माउसले तपाईँले कम्प्युटरमा क्लिक गर्ने झन्झट पनि भएन। यहाँबाट कपी गर्नुहोस्। यसलाई वर्डको फाइल होला अथवा तपाईँको हरेकको जिमेलमा तपाईँहरूको यहाँ गएर गुगल ड्राइभ भन्ने छ, गुगल ड्राइभमा आफ्नो वर्डको फाइल खोल्नु। यहाँ सबै मैले फाइल आफ्नो राखिसकेको छु, तपाईँहरू पनि राख्नु होला। न्यूमा जानु, यहाँबाट गुगल डक भन्ने छ, यो ब्ल्याङ्क डकुमेन्ट्स, यहाँ गएर तपाईँले आफ्नो पेस्ट गर्नु सक्नुहुन्छ। यो मोबाइलमा पनि तपाईँले सजिलैसँग वर्ड चलाउन सक्नुभयो, त्यहाँ राखिदिनुहोस्, र यो कपी भयो। अर्को नियुक्तिको ऊ पनि छ, यहाँबाट प्रिन्ट सिन्ट सबै हुन्छ। तपाईँले के गर्नु छ डाइरेक्ट यहाँबाट पनि गर्न सक्नुभयो। मोबाइलमै टाइप गर्नुहोस्, मोबाइलमै त्यो गर्न सक्नुभयो त्यो सबैहरू। अर्को यसमा नियुक्तिहरू पनि थियो, यसमा यहाँ यसलाई पनि कपी त्यस्तै गर्नुहोस्, अर्को र पेस्ट गर्दै जानुहोस्। अब यसलाई अब वर्डको फर्मेटमा यसरी बनाउनु छ। माथिल्लो जुन छ टिप्पणीलाई वर्डको फर्मेट, यसमा तल इन्स्ट्रक्सन दिनुहोस्। के दिनुहोस् भने मेक इट इन, अथवा यसलाई नेपालीमै लेखौँ, यसलाई वर्ड फर्मेटमा
बनाउनु होला भनेर लेख्नुहुन्छ भने यसलाई के गरिदिन्छ, वर्ड फर्मेटमा हाम्रो बनाइदिन्छ यो टिप्पणी र आदेशलाई। यो त भयो हामीले सोधेको कुरा उसले बनाइदियो, यहाँ डकुमेन्ट फर्मेटमा आयो। यसलाई डाइरेक्टली डाउनलोड पनि गर्न हामीले मिल्यो, यहाँबाट डाउनलोड गर्नुहोस्, यो डाइरेक्टली वर्डको फाइलमा खुल्छ। यो सबै यहाँ टिप्पणी आदेश पुरै टिप्पणी आदेशको नमुनादेखि लिएर सबै यहाँ लेखेर राखिदिन्छ। मात्रै आफ्नो नामहरू चेन्ज गर्नुहोस्, रहेको सम्पूर्ण कुराहरू यसले चेन्ज गरिदिन्छ। यो टिप्पणी र आदेशको भयो। अब कुनै कुनै बेला के हुन्छ, मानौँ तपाईँलाई यसमा अर्को के लेखिदिनु पर्यो भने, अब रवानाको फर्मेट, अब नयाँ मोडेलमा न्यू मोडेलमा टिचरको के भन्छ, बिरामी अथवा टिचरको रमाना पत्र तयार गर्नु होला। के को आधारमा, बेस्ड अन के को आधारमा, एसटीआरओ भनेको हाम्रो शिक्षक किताबखानाको आधारमा भनेर जब लेख्नुहुन्छ यसले के गरिदिन्छ, हाम्रो टिचरको रमानाको जुन फर्मेट हो त्यसलाई सर्च गर्छ, यसले थिङ्किङ गर्छ। कुनै कुनै बेला ठ्याक्कै त्यो फर्मेटमा नमिल्न सक्छ। जुन फर्मेटमा जा क्लासैपछि जुन फर्मेटमा छ, चलै छ क्लासैमा छि। ठिक है, ल यहाँ हामीले यो रमाना पत्र जुन छ, यो रमाना पत्र जुन छ, अब यो ठ्याक्कै तपाईँको एसटीआरओसँग मिलेन। किन मिलेन भन्दाखेरि अब तपाईँले एसटीआरओको ठ्याक्कै मोडेलमा चाहियो। तपाईँ हामीलाई थाहा छ एसटीआरओ शिक्षक किताबखानाको लागि एसटीआरओ गुगलमा stro.gov stro.gov.np, अब नेशनल stro.gov.np यो खोलिसकेपछि यसलाई पीडीएफमा डाउनलोड गर्नु होला। यहाँबाट यो हाम्रो यहाँ डाउनलोडमा सबै छँदैछ, विधाको रेकर्ड, तली प्रतिवेदन, रमानाको फर्मेट, यहाँ रमाना फर्मेट आउँछ। रमाना फर्मेटलाई हामी त्यसमै रमाना फर्मेट भयो। अब यसैलाई वर्डको फर्मेटमा यसलाई डाउनलोड गर्नु होला। यसलाई डाउनलोड भइसके पछाडि अब यसै लिङ्कलाई पनि तपाईँ राख्न सक्नुभयो, अथवा डाउनलोड भएको फाइललाई एआईमा त्यति बेला हामीले जुन गुगल खोलेका थियौँ नि त्यसमा यसैमा अपलोड गर्न यसमा हालिदिनु। अब यहाँ हामीले डाउनलोड गरेको कुन वाला थियो सर, यसमा डाउनलोडमा गएर बस्या होला। अब यो हो कि त्यो, एकछिन है, फेरि त्यहाँ गएँ। अब डाउनलोडमा मानव कुनै फाइलले गरे, त्यो फाइल कहाँ गएर बस्यो। यसैलाई अब मलाई कन्भर्ट गराउनु छ, मेक इट अथवा टाइप अथवा कन्भर्ट एन्ड टाइप इन वर्ड फर्मेट। अब यसलाई टाइप र वर्ड फर्मेट गर्नु हो भने यो पीडीएफ को फाइललाई हाम्रो वर्डमा बनाइदिन्छ। अहिले 10 पाना 20 पाना 50 पाना कति पानाको छ त्यहाँ हाम्रो वर्ड फर्मेटमा यसरी लेखिदिन्छ ठ्याक्कै। रमाना हामीले अघि जुन डाउनलोड गरेका थियौँ त्यो रमानालाई के गरिदिन्छ, यसले वर्ड फर्मेटमा बनाइदिन्छ। हामी प्रिन्ट गर्छौँ, त्यो अनुसारले ढाँचामा तयार पारिएको छ भनेर भन्यो। अब यसलाई डाउनलोडेबल यहाँ आउँदैछ, टाइम लाग्छ, 10-15 उसमा थियो। यहाँ हो त, देखा न। यस्तै कुराहरू छ यहाँ नोटहरू बिस्तारै आउँदैछ सर। यो वर्ड फर्मेटमा तयार पारिएको छ, कन्भर्ट गरिदिन्छ यसले। यसलाई अब यहाँ आयो, यसलाई कपी पेस्ट गरेर यहाँ छ Ctrl+A गर्नु, अथवा यसलाई कपी गर्दै जानु। यसलाई यसरी वर्डको फाइलै किताब छ जे छ यसरी कपी गर्नुहोस्। यसलाई
कपी गरिसके पछाडि वर्ड को जुन हाम्रो फर्मेट हो, वर्ड को जुन हाम्रो यो फर्मेट छ त्यसमा हामी के गर्न सक्छौं त, जहाँ राख्नु छ त्यसलाई पेस्ट गरिदिनु। यसरी हामीले राख्नु छ भने Ctrl+V गरे यो लेखेको पीडीएफ को कुरालाई हाम्रो वर्ड को फाइलमा ठ्याक्कै राखिदियो। अब यसलाई तपाईले चेन्ज गर्न सक्नुभयो, अर्को लेख्न सक्नुभयो, हटाउन सक्नुभयो, यसलाई जे गर्नु छ आफ्नो अनुसारले चेन्ज गर्नुस्, बनाउनु। यो हाम्रो वर्ड को फर्मेट। अन्य कुराहरु यसैलाई अब कुन फर्मेटमा तपाईले लगाउनु छ, डाइरेक्टली गुगलबाट जुन हामीले सुरुमा दिएको छ नि एआई को फिचर्स, यो सबै कुराहरु एआई बाट हामीले बनाउन सक्छौं। यसमा डकुमेन्ट्सहरु लेख्नु छ, तपाईले के एउटा चिठीको जस्तै मलाई एक दिनको घर बिदा पाऊ भनी प्रधानाध्यापकलाई चिठी वा निवेदन तयार गर्नुहोस् नेपाली भाषामा भनेर लेख्नुहुन्छ भने यसले हाम्रो के गर्दिन्छ, एआई मोडमा फेरि हुनुपर्छ। अब यसलाई अर्को भाषामा चेन्ज भएकोले सायद आएन, यसलाई फेरि म कपी गर्छु, एआई मोडमा जानु। अथवा 2-3 वटा यसले बढी गर्न चाल्यो भने जेमिनी खोल्दिनु। त्यति बेला जेमिनी एआई भने त्यसमा पनि लेख्न सक्नुहुन्छ यही कुरा, च्याट जीपीटी मा। अब यसलाई एआई मोडमा म राख्छु, यहाँबाट एआई मोड गरिदिनु। के भनेछ, गुगल कनेक्ट वर्कप्लेस लाइक जीमेल कन्टिन्यू गर्नु। यो कहिलेकाहीँ जीमेलले यो 2-3 वटा दिन्छ, पछि दिँदैन, त्यो पनि समस्या हुन सक्छ। यसरी लेख्नुस्। यसको पे भर्सनमा सबै कुराहरु आउँछ। यही हेर्नुस्, यहाँ प्रधानाध्यापकको निवेदन कोठा छ, घर बिदा पाऊ। अब यसलाई कपी पेस्ट गर्नुस्, अब वर्डमा राख्नुस्, आफ्नो चेन्ज गर्नुस्। अथवा तपाईको मोबाइल छ भने यसलाई कपी त गर्न सक्नुहुन्छ, कपी गर्नुस्, ड्राइभमा जानु, ड्राइभमा न्यूमा जानु, तपाईको गुगल डकमा गएर आफ्नो जुन डाटा हो Ctrl+V गरिदिनु। यसलाई प्रिन्ट गर्नु छ भने मोबाइलबाटै प्रिन्ट हुन्छ, डाइरेक्टै मोबाइलबाट प्रिन्ट गर्नु। जे छ पीडीएफ बनाउनु, वर्ड फर्मेटमा राख्नु, डाइरेक्टै प्रिन्ट गर्नु, यहाँबाट गर्न सक्नुभयो। चेन्ज पनि गर्न मिल्यो यहाँबाट। कसलाई हटाउनु छ, के थप्नु छ, सजिलो छ। यो नाम साम राख्ने, सेभ गर्ने। यो हामी तपाईको डाइरेक्टली गुगलबाट, गुगल एआई को फिचर्सबाट हामीले यो डाटाहरु राख्न सक्छौं। यसमा छ सरहरुलाई केही सोध्नु पर्ने, केही शंका छ यसमा अहिलेकोमा? सर ठीक छ सर, ठीक छ। ल अब अर्को हामी अब हाम्रो कन्टेन्ट को जुन छ टिचिङ स्लाइडहरु बनाउने। अब हामी क्लासतिर जान्छौं र टिचिङ स्लाइड कसरी बनाउने भन्ने कुरा आज हामी छलफल गर्छौं। दुईटा विषय हाम्रो थियो आज। ल टिचिङ स्लाइडमा बनाउनको लागि सबभन्दा पहिला हामी दोस्रो लिंकमा जान्छौं। यहाँ हेर्नु है, यो टिचिङ स्लाइडमा यसको पनि दुईटा स्टेप छ, तीनटा। विशेष गरी यसलाई फोटो सोटो बनाउनु पर्यो भने तीनटा स्टेप छ। सेकेन्ड स्लाइड बनाउनको लागि सबभन्दा पहिला दिएको छ स्टेप 1 मा, selecting the resources either from your book or text or from resources website link to your curriculum and syllabus। अघि हामी के भन्छ लेसन प्लान बनाउने बेलामा जहाँबाट करिकुलमहरु लिनुभयो, सेम त्यही वेबसाइटबाट, त्यही लिंकबाट हाम्रो रिसोर्सहरु हामी लिन्छौं। यो सबैले गरिसक्नु भएको छ, सबैले जानु सक्नु भएको छ, त्यसमा फेरि गर्नु भएन, त्यही कुरा हो। त्यहीबाट खोल्नुस्, आफ्नो डकुमेन्ट्स लिनुस्। अपलोड द रिसोर्सेस टु द टेक्स्ट टु मेक द प्रुफ जेनेरेट टुल्स। अब यो विशेष गरी पावर पोइन्ट स्लाइड बनाउनको लागि सबभन्दा मेन हाम्रो एआई भनेको गामा एप हो। गामाबाट हामी विशेष बनाउँछौं। त्यसमा रिसोर्सेसहरु सबै दिन्छ गामा एपमा। र यसै गरी अर्को एप्सहरु छ, जस्तै
slidego.com बाट पनि बनाउँछ, canva.com बाट पनि बनाउँछ, तपाईको oracle.com होम जुन छ त्यसबाट पनि बनाउँछ। तपाईले कुन सजिलो लाग्छ त्यहाँबाट बनाउन पाउनुभयो। मैले यसलाई एउटा गामाबाट ट्राई गरे। सबभन्दा पहिलो स्टेपको म काम गर्छु। पहिलो स्टेपमा मैले के गरे, गुगलमा गए र गुगलमा जाँदाखेरि फेरि यो 10 मिनेटमा कट्छ है सर, फेरि 40 मिनेट वाला आयो, फेरि अर्को जोइन गर्नुपर्छ। गुगलमा गएर मैले के गर्दिएँ त, luma.ai वाला फेरि मैले एउटा कुनै करिकुलमको लिएँ। अब एउटा 5 क्लासको, 4 क्लास, 3 क्लासको लिउँ ल। 3 क्लासको मैले मेरो सेरो फेरोको एउटा पार्टले लिन्छु। हाम्रो खानेकुरा यसले लिन्छु म। यसलाई म यतापट्टि राखिदिन्छु हाम्रो यसलाई। मैले डाउनलोड गरेँ र डाउनलोडलाई यसरी नै म गरिदिन्छु, किनभने धेरै छ डाउनलोड भएको। यसमा क्लास 2 को कोड वाला छ। यो हाम्रो रिसोर्स भयो। सुरुमा रिसोर्स लिएँ, त्यसपछि क्लास 3 हो सर। हजुर क्लास 3 थियो र? हुन्छ सर, त्यसलाई 3 नै गरौँला। अब यसमा गुगलमा गएर गामा एआई भनेर लेख्नु होला। गामा एप यसरी खोल्नु। स्लो छ नेट अलि। यो गामा एपमा खोलिसके पछाडि अब यहाँ मैले पहिला नै बनाइसकेको छु धेरै। नयाँ यहाँ स्लाइडमा नयाँ बनाउँछु। अब भनेको छ डिस्क्राइब एन्ड पेस्ट द ड्रप द फाइल। त्यही फाइल अघिको यो प्लस साइनमा मैले क्लिक गरेँ र अघिको डाउनलोडमा मैले राखेको थिएँ त्यो फाइल क्लास 2 भनेर, यसलाई मैले अपलोड गरिदिएँ। अनि यहाँ लेख्नु पर्ने छ, इन्स्ट्रक्सन दिनु पर्ने छ, के गर्ने भनिदिनु होला। मेक अथवा नेपालीमै लेखिदिनु, तपाईले झन्झट हुन्छ भने। यसलाई नेपाली भाषामा प्रेजेन्टेसन बनाउनु होला। सम्बन्धित फोटो पनि राख्नु होला भनेर लेख्नुस् र यसलाई के गरिदिनुस् भने ओके गरिदिनुस्। यसले के गरिदिन्छ, अब हाम्रो जुन छ यसलाई स्लाइड, कति स्लाइड चाहिन्छ भनेर लेख्यो। कति स्लाइड चाहिन्छ, यो सामग्रीको सबैको कभर चाहनुहुन्छ केवल मुख्य भाग। यसमा 20 वटा स्लाइड बनाइदिनु होला फोटो राखेर। जस्तै हामी कुरा गर्छौं आफैमा, त्यस्तै कुरा गर्नु। यसले आफ्नो यहाँ जेनेरेट गर्न सुरु गरिदिन्छ। अब यहाँ सिलेक्ट गरिदिनु 16 वटा। कस्टम यहाँ प्लस कतिवटा छ, तर यसले डिफल्ट 16 देखि यसरी राख्यो। यसलाई नेक्स्ट गरिदिनु। नेक्स्ट गरिसके पछाडि हाम्रो स्लाइडले बनाउन सुरु गर्छ। आउटलाइन यतापट्टि हाम्रो स्लाइड हेर्नुस् है। अब फोटो एउटा अब कुन उसमा राख्ने, अब यहाँ छ यो ब्ल्याङ्क वालामा राख्ने कि यो राख्नुहुन्छ भने यहाँ कलरमा दिन्छ यसलाई। यहाँ हाम्रो यसले स्लाइड बनाइदिन्छ। हेर्नुस् है, सन्तुलित खानाहरूको यसरी